यो कथा एउटी यस्तो किशोरीको हो जसले केटाहरूलाई मोहनी नजरले फसाउँछिन् र तिनीहरूको ललिपप चुसेर आफ्नो जालमा पार्छिन्। एक दिन जब उनी आफ्नै सौतेनी भाइको गन्ना लिने प्रयास गर्छिन् त्यसपछि के हुन्छ यही कथा हामीले यो चलचित्रमा हेर्नेछौं। चलचित्रको सुरुवातमा हामी एक प्रहरी अधिकारीलाई देख्छौं जो कारमा बसेको हुन्छ। कारमै एउटी किशोरी एरिका उनको गन्ना निचोडिरहेकी हुन्छिन्। एरिका 17 वर्षकी छिन्, सुन्दरी, चञ्चल र चलाख। रोमान्स चल्दै गर्दा अचानक एरिकाकी दुई साथीहरू देखा पर्छन् र सारा दृश्य मोबाइलमा कैद गर्छन्। ती दुवै एरिकाकी मिल्ने साथीहरू हुन्। अब ती तीनैजना मिलेर प्रहरीलाई ब्ल्याकमेल गर्छन्। किनभने एरिका अल्पवयस्क छिन्, यदि यो कुरा सार्वजनिक भयो भने प्रहरी जेल जाने खतरा छ। डरले ग्रस्त प्रहरी उनीहरूलाई 400 दिन्छ। एरिका रिसाउँदै भन्छिन्, यो त निकै कम हो। प्रहरी भनिन्छ, मेरो आम्दानी नै त्यति हो, जे थियो सबै दिए। साथीहरू यस्तो सुनेर हाँस्न थाल्छन्, एक किसिमको जितको हाँसो। एरिका र उसका साथीहरूको दैनिकी यस्तो थियो। सुरुमा केटाहरूलाई लोभ्याउने, त्यसपछि ब्ल्याकमेल गरेर पैसा उठाउने अनि त्यो पैसाले सपिङ र पार्टी गर्ने। एरिकाकी आमालाई छोरीको यस्तो गतिविधिको थाहा थियो। कहिले रिसाउँदै डाक्थिन्, कहिले मायाले सम्झाउँथिन्, तर असर खासै हुन्थेन। एरिकासँग एउटा गोप्य डायरी थियो जसमा उसले ठगिएका केटाहरूको नाम र रकम लेखेकी थिए। यो सबै पैसा उसले आफ्ना बुबालाई जेलबाट छुटाउनका लागि जम्मा गरिरहेकी थिए। कथाको अर्को भागमा एरिका र उनका साथीहरू क्लब जान्छन्। त्यहाँ एरिकाको नजर एक आकर्षक केटामा पर्छ। उसले उत्साहित हुँदै भन्छिन्, मैले एकदम ह्यान्डसम केटा देखेँ। त्यही बीच एरिकाकी आमा आफ्ना नयाँ प्रेमी बबसँग डेटमा जान्छिन्। बब आफ्नो छोरा जनलाई पनि साथ ल्याउँछ, 18 वर्षीय रिहाबाट भर्खर फर्केका, मनोवैज्ञानिक रूपमा अस्थिर। डिनरका दौरान जन अचानक टेबलबाट उठेर निस्कन्छ। एरिकाकी आमा उसलाई सम्झाउन एरिकालाई पठाउँछिन्। एरिका अनिच्छाले जान्छिन् र भन्छिन्, म तिमीलाई गन्ना चुसेर रिल्याक्स गराउन सक्छु। जन झस्कन्छ, असहज अप्ठ्यारो महसुस गर्दै। एरिकाको अन्धविश्वास थियो कि आफ्नो आकर्षणले ऊ सबैलाई जित्न सक्छिन्। तर यो पटक जनले अस्वीकार गर्छ। साथीहरू पनि सम्झाउँछन्, जन त तिम्रो भाइ जस्तै हो, यो ठिक होइन। समय बित्दै जान्छ। एरिका र जन बीच मित्रता बढ्छ। उनी उसँग माफी माग्छिन् र आफ्नो पीडा बाँड्छिन्। मेरो बुबा क्यासिनो लुट्ने प्रयासमा समातिए, जेलमा छन्। एक दिन जनको अनुहारमा डर देखिन्छ किनभने ऊ आफ्नो पुरानो शिक्षक बिललाई देख्छ जसले उसमाथि यौन शोषण गरेको थियो। त्यो ह्यान्डसम केटा जसलाई एरिकाले क्लबमा देखेकी थिइन् बिल नै हुन्छ। एक रात एरिकाले बिलको पत्र बाकसबाट गोप्य चिठी चोर्छिन्। त्यही रात जन आत्महत्या गर्न खोज्छ। एरिका समयमै देखेर सबैलाई बोलाउँछिन्। जनलाई अस्पताल पुर्याइन्छ। एरिका अब बिलसँग बदला लिने योजना बनाउँछिन्। ट्विस्ट आउँछ, एरिकालाई थाहा हुन्छ कि बिल नै त्यो आकर्षक व्यक्ति हो जसमा ऊ पहिले मोहित भएकी थिइन्। उनीहरूले बिललाई फसाउने योजना बनाउँछन्। एरिका एक साँझ बिलसँग बोलिङ सेन्टरमा भेट्छिन्। वर्षा हुँदै थियो। कारभित्र उनीहरू नजिकिन्छन्। जब एरिका गन्ना लिन खोज्छिन् बिल उसलाई रोक्छ। अर्को दिन एरिका ड्रग मिसिएको बियर लिएर बिलको घर जान्छिन्। बिलले भन्छ, एक बच्चाले ममाथि गलत आरोप लगायो जसले गर्दा मेरो वैवाहिक जीवन र करियर दुवै बर्बाद भए। बियरको असरले बिल बेहोस हुन्छ। जन र साथीहरू त्यहाँ पुग्छन् तर बिल मरेको हुन्छ। अब पुलिस एरिका र उसका साथीहरूमाथि अभियोग लगाउँछ। जन एरिकालाई भन्छ, वास्तवमा बिलले मलाई होइन, मेरो साथीलाई शोषण गरेको थियो। तर मैले उसलाई जोगाउन आफ्नो नाम दिएँ। दुईजना मेक्सिको भाग्छन्। जन एरिकालाई प्रपोज गर्छ। अन्त्यमा जन जेल जान्छ, एरिका हाउस अरेस्टमा हुन्छन्, तर उनीहरू अझै एक अर्कासँग प्रेम गर्छन्। र यही कथा समाप्त हुन्छ, एउटा प्रेम, बदला र पश्चातापले भरिएको यथार्थवादी यात्रा। यो संस्करण भावनात्मक, व्याकरणिक र शैलीगत रूपमा सुधारिएको छ।